राजा राजा बनेरै राजतन्त्र भएरै आओस् कि राजा अरू कुनै राजनीतिक दलबाट आए पनि पुग्छ। हेर छोरे, राजा भनेको राजै हुन्छ, सिंहासनमै बस्छ। त्यो राजतन्त्र भएर अरू नेता भएर आउने होइन। राजा भनेको सिंहासनको गद्दीमै बस्नुपर्छ। हाम्रो चाहना यही छ। 100 वटा राजा पाल्ने भन्दा एउटा राजा पाल्ने ठिक छ। जे पनि सस्तो खानु पाएको छ हामीले राजा भए बेलामा। अहिले भाउ कहाँबाट कहाँ पुगिसक्यो। न चामल किनेर खान सक्छ, खाएर गरिब बाँच्ने भएन, गरिब जानी भइसक्यो। शाहवंशले शाहवंशलाई सिद्ध्याएको होइन। नेताहरूले थाहा हुनुपर्छ त्यत्रो आर्मी भित्र छ, अनि त्यो दाजो मारेपछि त्यो आर्मीले बाँकी राख्ला पाइलाई होइन। त्यो यो छुट्टो हो। राजा भनेको राजै हुन्छ नानी। जसले जे बनोस्, हाम्रो आफ्नो घरमा हाम्रो आमा बाउ नभएपछि के हुन्छ? अहिले देशमा त्यही भइरहेछ। भएको यही हो देशमा के नेताहरूले केही गरेन। राजा चाहिन्छ। हाम्रो नेपालमा राजा नभइकन हुँदैन। आमा बाउ नभएको बच्चा टोर्या जस्तो हामी टोर भयो। नेताहरूले केही गरेन। नेताहरूले केही गरेको भएदेखि यत्रो वर्ष भइसकिसकेको यत्रो जनता आउँदैन। अब के गर्ने? राजा नेताहरूले नगरेपछि त राजा माग गर्ने स्वाभाविकै भयो। मान्छे मारेर गाईको मासु खाएर आएकोहरू नेताहरू के गरेर खान्छ? देश के बनाउँछ? बनाउँदैन नानी। हाम्रो राजै चाहिन्छ। त राजा बाजिस भइस, तँलाई गोली हानिदिन्छ भने पनि छाती आफ्नो तयार मान्छे म। के भन्छ त्यो रामे लामे छामे भन्यो कि के भन्यो? त्यो गर्छु भनेर आएको होइन त? गर्न दिएन नि, नेताहरूले दिएन। त्यही उसलाई गर्न नदिएरै हामीलाई राजा चाहिएको हो के? राजाले बरु गर्न दिन्छ उसलाई। खाएको बिख पनि नखाएको बिख पनि नेताहरूले खेदै छ कि त्यसलाई। त्यस्तो गर्नु हुँदैन कसैलाई पनि। श्री 5 सरकारको जय होस्।